हेलो गाइस, नमस्कार सबैजनालाई। आज चाहिँ हाम्रो नेपाल टु कोरिया फ्लाइट लामो समयपछि है, म्याक्सिमम् 3 इयर्स नै भयो। 1 वर्ष चाहिँ इस्यु हुन लाग्यो, लास्ट इस्युमा इस्यु भयो भनेर चाहिँ र सकेर चाहिँ त्यही भन्नुपर्छ, वर्षौँको सपना पुरा हुने हो भने जस्तो होइन, हुँदैन अब त्यही हो। अब हामी पेमेन्ट गर्ने छौँ आज। जब चाहिँ अब हामी होटलबाट चाहिँ चेकआउट गर्दैछौँ है। साउजी हाम्रो साउजीले चाहिँ खासै सर्भिस चाहिँ राम्रो, खाना चाहिँ एकदम मिठो छ यो होटलको, रोयल माउन्टेन होटल। तर पैसा चाहिँ घटाउनु भएन, सिधा कुरो पैसा घटाउनु भएन। पैसा चाहिँ अब खाना चाहिँ मिठो है यहाँको। फेरि खाना चाहिँ थाले चटनी है, खाना चाहिँ मिठो है, हो क्या भन्नु? खाना चाहिँ मिठो है, खाना नो कम्प्लेन, खानामा नो कम्प्लेन। तर यसो अलिअलि यसो मिलाइदिनु न भनेको, तर त्यसमा चाहिँ नेगोसिएबल भयो नि। 40 रुपियाँ त मिलाउनु भयो पानीको पैसा चाहिँ ल ठिक छ, एकदम ठिक छ। यहाँ आउनु सक्नुहुन्छ तपाईँ होटल रोयल माउन्टेनमा। दाइ हुनुहुन्छ हाम्रो दाइ, राम्रो सर्भिस दिनुहुन्छ है। अब चाहिँ हामी पठाउ चढेर जाँदैछौँ आफ्नो गन्तव्यतर्फ। डल्लै के छ आफू खबर? ल बाबु के भन्न चाहन्छु तिमी? त्यही भएर सेफ फ्लाइट राम्रोसँग जानुहोस्, आफ्नो ख्याल राख्नुहोस्। त्यही हो यात्रा है। टेन्सन केही छैन, केही छैन। अब चाहिँ हामी एयरपोर्ट कसी होटल फाइनल्ली हामी एयरपोर्ट आइसकेका छौँ। र अब चाहिँ हामी फिलिङ प्रोसेस हुन्छ साथीहरू है। ब्रो हजुर, ल राम्रोसँग त साथीसँग यात्रा। त्यसै गरी नेपालको हामी नेपालको जिन्जीहरूले हामीले जुन बनाउने छौँ नेपाल। ल ल अब चाहिँ देश चाहिँ मैले तिमीहरूको हातमा जाँदैछु होइन। देश चाहिँ अब के बनाउनु तिमीहरूको हातमा छ है। त्यस्तै अब कोरिया बवाल हुन्छ है। ल अलि पछि कोरिया छोडेर नेपाल आउँछ। ल ल ढुक्क ल। हाम्रो सर पनि त्यहाँ रेडी हुन्छ। नर्नु सर है, तपाईँ नर्नु है। यहाँको माहौल चाहिँ होइन उस र एयरपोर्टको माहौल हेर्नुहोस्, दिनौँ कति मान्छेहरू देश छोडेर जान्छन्। ल हेर्नु रुवावासी पनि चलिरहेको छ। गाह्रो के छ हेर्नु गर्न, ठिकै छ। अब हामी भित्र छिर्छौँ। आज चाहिँ हामी होटलबाट नेपालबाट कोरियासम्म भएको हुन्छ। मतलब अब यो केही कागजपत्रहरू केही जानकारी चाहिएन भने चाहिँ मलाई भन्नु सक्नुहुन्छ म्यासेजमा, म केही हेल्प गर्छु तपाईँहरूलाई। केहीलाई चाहिँ जब चाहिँ भित्र छिर्न आएको चाहिँ यो रातो दारा यहाँ गएर ढुक्क है आफ्नो ख्याल राख्थ्यो। हामी जाँदैछौँ। फेरि अब परिस्थिति त छुट्यायो होइन। फेरि कति वर्षपछि दिन जान्छ बाई। ल साथीहरू, अब हाम्रो बोर्डिङ पास भइसकेर अब हामी प्लेनतिर जाँदैछौँ। दाइ दाइ चाहिँ हाम्रो फान्जाङ नि हुनुहुन्छ, क्याप्टेनजी हुनुहुन्छ अहिलेको लागि चाहिँ हाम्रो। यो चाहिँ टर्किस एयरलाइन्स हो होइन। र हाम्रो एयरलाइन्स चाहिँ यही हो, मलेसियन एयरलाइन्स। सबै साथीहरू अगाडि बढ्दै हुनुहुन्छ, गोर्खेहरू। सर रुनु भयो क्या हामीले मलेसिया आइसकेका छौँ। ट्रान्जिट रहेछ हाम्रो मलेसियामा है। दाइ कस्तो कस्तो भइरहेको छ नि मलेसियामा? अब हाम्रो ट्रान्जिट हो क्या थाहा भयो नि तपाईँलाई। डाइरेक्ट कोरियाको लागि फ्लाइट हुन्छ। अब हाम्रो त्यही रहेछ मलेसियन। सरी 2 घन्टाको हाम्रो कति भयो मलेसियामा टाइम एक्ज्याक्टली 3 घन्टा भयो होइन। 3 घन्टाको ट्रान्जिट सक्यो साथीहरू होइन। र लोसनहरू यो अलिक पर्फ्युम टाइपको सामानहरू चाहिँ हाल्दै नहाल्नु होला, किनभने चाहिँ त्यो चाहिँ फालिदिन्छ होइन। र हाम्रो सशक्त उदाहरण चाहिँ हाम्रो साथी हुनुहुन्छ, साथी त उहाँको चाहिँ लोसनसँग फाल्दै, किनकि है सर हो क्या भन्नुहुन्छ। तपाईँले के भन्न चाहनुहुन्छ हाम्रो नयाँ साथीहरूलाई? त्यही भएर चाहिँ लोसनहरू अनि यो उसहरू चाहिँ बडी युजको सामानहरू चाहिँ नहाल्नु होला, के भन्न चाहन्छु। अहिले चाहिँ हामी मलेसियाबाट डाइरेक्ट जाँदैछौँ कोरिया होइन। दाइ साथी भन्न त भन्नुहुन्छ, दाइ हाम्रो दाइ हुनुहुन्छ। दाइ चाहिँ यतापट्टि दाइको सिट हो, खास छ भने दाइको सिट हो। र यो चाहिँ मेरो सिट हो। र दाइले चाहिँ फिल्म पनि जिन्दगी मलाई चाहिँ झ्याल सिट परेन, त्यो दाइसँग साटेको मैले दाइले दिनुभयो। दाइले धेरै फिल्म पनि हेर्ने
हामी ट्रेनिङमा छौँ होइन हामी आएको चाहिँ हिजो हो हिजो बिहान आएको बिहान आउने बित्तिकै साथीहरू बसबाट घर नपाइकन तपाईँहरूको सबैको मेडिकल टेस्ट हुन्छ मेडिकल टेस्ट भइसकेपछि फेरि क्लासमा गइन्छ क्लासमा गएपछि यताउता गर्दाखेरि चाहिँ अब थाकेको शरीर हुन्छ अनि थाकेको शरीर भएपछि गयो सुत्यो भिडियो चाहिँ बनाउन पाइएन होइन र बिहान उठ्ने बित्तिकै फेरि सुरु भइहाल्छ त्यस्तो साह्रो भिडियो बनाउन चाहिँ मैले टाइम त हुन्थ्यो तर अब सकिएन भनौँ न त्यही भनौँ होइन र अहिले चाहिँ भोलि चाहिँ हामी कम्पनीमा जान्छौँ अब कम्पनीमा के कस्तो हुन्छ तपाईँहरूलाई केही जिज्ञासा छ भने कमेन्ट गर्न सक्नुहुन्छ होइन म भनिदिन्छु त्यही भन्नुपर्छ साथीहरू ठिक छ कोरिया ठिक छ मौसम अलिक जाडो छ अहिले चाहिँ तपाईँ चाहिँ अब यो नेक्स्ट लटमा आउँदै हुनुहुन्छ या नेक्स्ट मन्थमा आउनुहुन्छ भने अहिले तपाईँ कपडा आउनु होला त्यही भएर चाहिँ हामी कम्पनी जानु लाग्यो है हाम्रो चाहिँ सबैजना हाम्रै कम्पनीको एकैचोटि उसी भएको सबैजनाहरू चाहिँ है गाडी पनि साथीहरू कम्पनी पनि अब कस्तो छ देखाउँछ अब यस्तो हजुर हालत छ अहिले खुसी हुनुहुन्छ नि साथीहरू एकदम रडाउनु पक्रिनु भयो हात रडाउनु त कसरी ठडाउनु कोही पनि नरुनु भयो तपाईँ रुनु भयो अहिले त रुनु यो कोरिया हो साथीहरू ल हेर्नु कोरिया हेर्दाखेरि कता कता झापातिर आए जस्तो फिल हुन्छ कि विराटनगरतिर हिँडे जस्तो तर यो तारको सिस्टम चाहिँ हाम्रो नेपालको जस्तो यस्तो रहेछ यहाँ पनि साथीहरू चाहिँ हाम्रो कपडा पनि निस्किएको छ हाम्रो फाङ्गन मेटलले आउने सबै कुरा तयारी छ र हाम्रो चाहिँ काम चाहिँ मेटलमा कस्तो लागिरहेको छ तपाईँलाई हेर्दै हेरौँ सबै आज हाम्रो फर्स्ट दिन हो कम्पनीको है सबैजना साथीहरू हुनुहुन्छ यहाँ चाहिँ र कपडा चाहिँ नयाँ दिइरहेको छ आज चाहिँ र अहिले दिनपछि यो सबै पुरानो हुन्छ कपडा सर लाउनु त आउनु त सर कस्तो फिल भइरहेको छ चाहिँ यहाँ जान पहिलो दिन एकदम रमाइलो भइरहेको यो त इन्जिनियरको इन्जिनियर हामी माटो पकाएर डाँड घोटिने आउँछ 100%। मेरो घर चाहिँ धनकुटा हजुर नाम मात्र सुनेछु म चाहिँ मनोज अधिकारी घर चाहिँ नमस्ते सबैजनालाई मेरो नाम चाहिँ अक्कल साई घर चाहिँ दैलेख सबैलाई मेरो तर्फबाट नमस्कार म चाहिँ एउटा सुदूरपश्चिम कैलालीबाट हजुर मेरो नाम चाहिँ रविन्द्र बडेला हो अब दाइ पनि उहाँ पनि उतै पश्चिमबाट त्यसको खतरा चाहिँ होइन मेरो नाम चाहिँ राज श्रेष्ठ म दोलखाको आएर भेटेर एकदम खुसी लाग्यो धन्यवाद। नमस्ते मेरो नाम चाहिँ सचिन रोकाया घर चाहिँ यता सल्ले नमस्ते सबैलाई मेरो नाम चाहिँ रवि कोसा घर नवलपरासी सबैजना नमस्ते मेरो नाम चाहिँ कृष्ण पङ्गिनी घर चाहिँ मेरो पर्वत नमस्ते मेरो नाम चाहिँ पुरन राई होइन घर चाहिँ इलाम हो मेरो कोही हुनुहुन्छ यहाँनिर एकजना त भेट्नु नमस्ते मेरो नाम विनोद राय माझी मनुवाकोटबाट दाइहरूलाई धेरै धेरै धन्यवाद सबैलाई नमस्कार मेरो नाम चाहिँ गोविन्द तिमिल सेना घर चाहिँ कैलाली अब सबैलाई धन्यवाद अब विदेशमा आउँदा पनि स्वदेशमै जस्तो भइरहेछ दाइहरूले माया गरिरहनु भएको छ सबैलाई धन्यवाद सर्वप्रथम त दाइलाई धेरै धन्यवाद है तपाईँहरूले राम्रो काम गरिदिनु भयो त्यही कारणले हामीलाई पनि बोलाए कम्पनीमा र हामीले पनि अझै राम्रोसँग मिहिनेत गरेर काम गर्नेछौँ र हाम्रो नेपालीको चाहिँ हल्का नाम होस् र फेरि पनि नेपालबाटै मान्छेहरू मगाओस् है र त्यसलाई एकदम धेरै धन्यवाद मेरो नाम चाहिँ रामप्रसाद नाथ मेरो घर चाहिँ एकदमै खुसी लाग्यो तपाईँहरूलाई नेपाली सबै नेपाली हुँदो रहेछ तपाईँहरू सो गर्नु पनि भएको छ थ्याङ्क यू सो मच मेरो नाम चाहिँ मनोज दाहाल है मनोज
दाहाल चाहिँ हो तर अब बाहिर चाहिँ त्यो हुन्छ यहाँको चाहिँ लिला भनेर चिन्छ किनकि मेरो नागरिकतामा नाम चेन्ज छ होइन अनि मेरो घर भनेको चाहिँ मेरो दोलखा हो अनि बसाइ चाहिँ अलि काठमाडौँ छ दोलखाको तर धेरै अब बसेको त्यहीँ जिरी सुने होला त्यता पढिन्छ अब सैलुङहरू सब डुल्या छु दोलखा हो अब यहाँ आएको अराउन्ड भइसक्यो 2-3 वर्ष पुग्न लाग्यो अब त्यति हो अरू के मेरो नाम चाहिँ सुरज होइन सुरज ढकाल मेरो गोर्खा हामी अब एउटै लड्यौँ सबैजना हामी एउटै अरू भन्नु चाहिँ के छैन राम्रोसँग काम गरौँ त्यही त हो नि मेरो नाम चाहिँ जीवन कोइराला घर स्याङ्जा हामी सबै चाहिँ एकैचोटि आएको लगभग हामी 2.5 वर्ष बढी भइसक्यो अब सबै एउटै फ्यामिलीमा जोडिया हौँ सबै सँगै सुख दुःख गर्नुपर्छ त्यही हो मेरो नाम चाहिँ भोला अधिकारी हो मेरो घर नि गोलाखा हामी 3जना भनौँ गोलाखाको मेरो चाहिँ तल भैरपुर थाहा होला होइन मेरो चाहिँ भैरपुरमा हो अब ल सबै आयौँ अब रमाइलो गरी जिताउनुपर्छ अब सबै नेपाली हो यो चाहिने छन् अहिले प्रायः सबै नेपाली नै हुन्छ काम गर्ने मान्छे आफ्नो कार्यालय सिक्यो भने छैन पहिला त हामीले धेरै सुन्यौँ मेरो नाम चाहिँ राजेश घोडा छैन जैसी हो मेरो घर चाहिँ सुर्खेत पनि हो पहिला हो उहाँलाई चाहिँ मैले देखेँ जस्तो लाग्छ होइन गोविन्द कैलाली हुँदै उता काम म रेडियोमा पनि काम गरेको कुन एफएममा म पश्चिमाञ्चल सुर्खेत पश्चिम आवाज कैलालीको काम गरेको अनि टिकापुर गएर फुलगरी खाने काम गरेको अनि त्यसपछि अहिले बौनीमा छ नि हजुर के कुसिया म चाहिँ मम्मी हो तपाईँ हामी एउटै हो मेरो पालो आयो छोटो मिठै जापानी हो मेरो नाम चाहिँ राम खत्री म झापाबाट अब भेट्दै गयौँ जिल्लै ब्रान्डेड छ बादमा सानो होटल भन्ने भयो मेरो नाम अमर बम पश्चिम डोटी मेरो चाहिँ पदम राम मगर है उसको र मेरो घर चाहिँ एउटै स्याङ्जा स्याङ्जा कहिले कम्पनी ल त्यति नै त यो चाहिँ हाम्रो होस्टेलको साथीहरू है र यो चाहिँ कम्पनी ख्वाङ मेथल भन्छ र काम चाहिँ ठिकै के भन्ने साथीहरू काम चाहिँ अब गाह्रो अनुसार पैसा पनि हुन्छ ठिकै छ कम्पनी चाहिँ जति मिहिनेत गरे अनुसार चाहिँ पैसा दिन्छ एकदम सेवा सुविधाहरू चाहिँ राम्रो छ काम चाहिँ अलिक हार्ड र डिफिकल्ट छ 3D होइन यहाँ 4D काम छ साथीहरू के हामी काम गर्नै पऱ्यो